नमस्कार। आज हामीसँग सबै शीर्ष नेताहरूको क्यारिकेचर गर्न सक्ने व्यक्ति हुनुहुन्छ। उहाँलाई सबैभन्दा पहिले स्वागत गरौँ। तपाईँ देउबा, रामचन्द्र र महावीर सबै बन्न सक्नुहुन्छ अरे। आज कुन क्यारिकेचर गर्नुहुन्छ त? अब खड्कानन्दी काज भनेको खड्कानन्दी काजी हो। अब म आज कसो क्यारेक्टर गर्छु भन्दा यो कुरा गोप्य नै राखौँला भन्ने मेरो भनाइ हो। यो कुरा गोप्य नै राखौँला। पहिलोपटक शेरबहादुर देउबाजीको क्यारिकेचर गर्दा एकैपटक आयो कि धेरै पटक तपाईँले रियाज गर्नु पर्यो त? पहिलो देउबाको आवाज रियाज गर्नुपर्ने ठुलो कुरा अब देउबाहरू रियाज गर्नुपर्छ यार। अब सासु अहिले गगन थापा सरलाई पुगिसक्यो भनेपछि देउबा अब रियाज गर्नुपर्छ। अब राष्ट्रपति जस्तो पदमा रामचन्द्रलाई बनाएपछि मैले बनाएर सासूले हारेको ठुलो कुरा गर्छु, यसो कुरा गर्छु, लास्टै रिस हुन्छ भने कस्तो फेरि अब विशेष कुरा गर्छु, हाकुरा नगर्छु भनेको छु। रामचन्द्र पौडेल जो अहिले देशको राष्ट्रपति हुनुहुन्छ, उहाँको क्यारिकेचर गर्दा तपाईँलाई अलिकति डर लागेन? अब चाहिने विशेष गरी रामचन्द्रमै हो। अब 17चोटि राष्ट्रपति भयो हो। अब विशेष गरी देउबाजीले मैले बनाउनु भन्नुभएको छ, तर देउबाजीले बनाउनु भएको होइन, राष्ट्रपति आफै भयो हो। अब तपाईँले मलाई सोधेको प्रश्नमा अब राष्ट्रपति देउबाले बनाएको होइन, राष्ट्रपति मै बनाएको हो म भन्न चाहन्छु। देउबाको बोली सुन्दा कतिले भन्छन् नेटवर्क स्लो छ कि? हाम्रो देउबाले स्लो छ, हाम्रो देउबाले स्लो छ। कसले भन्यो देउबाले स्लो छ? कसले भन्यो? अब राष्ट्रपति मैले बनाएको हो, शासन प्रधान मैले बनाएको हो, देउबाले स्लो छ, देउबा पनि फास्ट हुन्छ भने कछु भने यस्तो कुरा त्यस्तो तेरि कुया क्या के कुरा गरेर पत्रकारले के सोध्छ भने त्यो कुरा मलाई भन्नुहोस् न तपाईँ। हाम्रो नगर्नु, तपाईँ त राम्रो पत्रकार भने मैले राम्रो पत्रकार भने मैले के कुरा सोध्नु छ? महावीर पुन त देशमा इन्टरनेट ल्याउने मान्छे, तपाईँको जोक चल्न छोड्यो भने वाइफाई जोड्न उहाँलाई बोलाउनुहुन्छ? कुरो के हो भने उहिले पनि नेपालमा इन्टरनेट ल्याउने मान्छे मै हो। अहिले पनि महावीर कहाँ गयो भन्ने कुरा आइरहेछ। सबैजना महावीरहरू महावीर पुल हो, महावीर पुल आइसकेका छ। सबैले भोट दियोस्, नदिए नदिनुहोस् भन्ने मेरो भनाइ हो। अब हामी एकचोटि मन्त्री के भने निशुल्क शिक्षा गर्नु पर्यो भन्छ। हामी भगवान हो र भने निशुल्क शिक्षा गर्नलाई हामी भगवान हो र। अब इन्टरनेट पनि मैले ल्याऊ पहिला भन्ने कुरा सबले थाहा छ नेपाली जनतालाई। यो कुरा सबैले नबिर्सिनु होला, हामी भगवान हो र भने।